गाईघाट बजार कसको गाई जाँदा चाहिँ हाम्रो अर्को दिन हो। हामी चाहिँ यहाँ हिजो आएर गाईघाटमा यहाँ बसेको थियौँ रोयल होटल एन्ड लजमा। सबैजना रेडी भएर 12 क्षेत्र जान लागेछ। अनि 12 क्षेत्रबाट उतै उतै घर जान्छौँ। यहाँ हेर्नु त यो सब चाहिँ के भएको भने अस्ति जेन्जी आन्दोलनमा फुटाइदिएको अरे। यहाँ सहकारी संस्था थियो अरे, सबै ढुङ्गा हान्न फुटाइदिएछन्, बर्बादै भएछन्। जेन्जी हामी चाहिँ अहिले कहाँ छौँ? खोइ कहाँ हो? कालो चोक अरे। त्यहाँ बसेर हामी चिया पिउनु लाग्दैछौँ। चिया बिस्कुट। अनि अब चाहिँ हामी यहाँबाट जान्छौँ कालो मान्छे छु। त्यहाँ छन् यहाँ यही मान्छेलाई कालो मान्छे भने अरे। कति बौलाको हो। यो चाहिँ हो कोशी टापु। भाइ खोला अलिक ठुलो बढेछ नि अस्ति भन्दा। So beautiful. 12 क्षेत्रधाम। आज हामी फेरि 12 क्षेत्र भन्ने ठाउँमा आइपुग्यो ठ्याक्कसँगले। अब मौकाले जुरेको 12 क्षेत्रलाई पनि दर्शन गरिराखौँ भनेर फेरि अब यहाँ 12 क्षेत्रबाट चाहिँ हाम्रो सकिन्छ आजलाई। अनि अर्को फेरि जानुपर्छ। म त आएको थिइनँ, मम्मीहरू होमवर्क थियो। गइसक्नु भयो? होइन फर्का तपाईँले अघि तपाईँले रुक न रुक। धरतीको पहिलो तीर्थ 12 क्षेत्रधाममा पाल्नुभएका समस्त भक्तजनहरूमा हार्दिक स्वागत गर्दछौँ। यो चाहिँ हो धरतीको पहिलो तीर्थस्थल है त। धरतीको पहिलो तीर्थस्थल आउने मेरो मौका 22 वर्षको उमेरमा जुड्यो। कति राम्रो, कति रमाइलो। 17 वर्षमा त्यो पनि खाली खुट्टे ल कति रमाइलो दिनमा आइपुगेछौँ हो हामी त। इफ यु गाइज डोन्ट नो यो मन्दिर चाहिँ यहाँ हेर्नु स्पेसली यस्तो भगवान्को लागि, भगवान्को हो भन्नु खोजेँ कि म। भयो क्या गाइज, हामीले त्यसरी नहेर्नु क्या। हामीले त्यसरी नहेर्नु, हामी ठुलो युट्युबर होइन क्या। हामी जस्ट हाम्रो मेमोरिज क्याप्चर गर्नु मात्र भिडियो बनाएको क्या। त्यसरी नहेरिदिनु न हामीलाई। भक्तजनहरू अहिले हामी आइसकेको छौँ धरतीको पहिलो। अघि पनि भनेको हामीले एकदमै खुसी लागिरहेको छ। तर मलाई एउटा कुरा छ अरे। भन्दिनँ त्यो कुरा, भन्दिनँ। के कुरा हो? भन्दिनँ के कुरा? नहुने नहुने त्यो अब उयोमा छ होइन। किनभने अब हामी उहाँ गाईघाटदेखि आएको हो। त्यही भएर अब जे पनि भगवान्ले हामीलाई जुराउनु भयो। हामी आइपुग्यौँ। भक्तजनहरू यहाँ स्नान गर्दै हुनुहुन्छ। अनि हामी चाहिँ यस्तो राम्रो ठाउँमा आइसक्यौँ। आउनु मन लाग्यो।
डाइरेक्ट पूजा गरेर त्यो बत्तीमा घुम्ने चलाइ छ ऊ ओम सूर्यनारायण देवला गंगा प्रेमना प्रेमगदवाड़ी ओम शनिश्चराय नमः। निर्जलले पनि यहाँ आफ्नो गोत्र अलगै भएर पितृको लागि उसले पनि सम्झेर गर्दैछ है। नि बोक त ल हाम्रो बाउले चाहिँ यहाँनिर जल लिँदै हुनुहुन्छ, जल भर्दै हुनुहुन्छ गङ्गा जल। नमो ब्रह्मण्यदेवाय गुब्रह्मणिताय जगदिताय कृष्णाय ओम चन्दनम्रतते आयु पवित्र पापनाशनम अमृतते आयु पवित्र पापनाशनम आपदरते चन्दनम्रतते आयु पवित्र पापनाशनम टीका लगाइदिएर ल हाम्रो देश यहाँनिर उहाँको नाम चाहिँ ठ्याक्कै मैले आज फर्स्ट टाइम देखेको है हाम्रो यस्तो भगवान। मैले देखेको विष्णु भगवानको अवतार हो। ल गाइस अहिले चाहिँ हामी यो ढुङ्गा उचाल्ने ठाउँमा आएको छौँ। बाहिर थियौँ कि बाबाले यहाँ उचाल्ने हुन्छ जान गएर आइज भन्नुभयो होइन हामी चेर्न आएकै। आम्बो बाङ्गो भयो तर सक्यो सक्यो सक्यो। मुख्य मन्दिर बहारा मन्दिर बस्नु हुँदैन। आउँदैन अहिले त हामी चाहिँ अहिले फर्किँदैछौँ घरतिर। घर भन्दा नि मन्दिरमा पूजा गरेर मन्दिर गाडीतर्फ जाँदैछौँ। गाडी अनि अब गाडीमा चढिसकेपछि हामी डाइरेक्ट इटारी गएर खानापिना गर्नुपर्छ गाइज। मलाई यस्तो एक्सट्रिमको प्याक भइसक्यो कि मलाई अरू कोही कुराको प्याक हुँदैन, मलाई एक्सट्रिमको प्याक हुन्छ हौ। यो चाहिँ गाइस कोक हो होइन, कोका कोला। अनि यो बार क्षेत्रमा चाहिँ हामीले एकदम तिर्खा लगाएर कोक किन्यौँ अनि हामी हाम्रो फेभरेट एक्सट्रिमलाई छोडेर हामीले कोक खानु खोज्यौँ। एक्सट्रिमलाई एकछिनलाई माया गरेर यो कोक किन्यौँ अनि कोक किनेर हामीले ठस्स गरेको। अब हामी त बच्चैदेखि कोक खाएर हुर्केको हामी ठिस्स गरेन। अनि हल्का चाहिँ डाउट थियो कतै एक्सपायर त भएन भनेर। अनि यसो होइन अनि यसो हालिम पनि सुर्र पनि गरेन। अनि त्यसपछि चाहिँ डेट चेक गर्ने बाध्य भएँ म। डेट चेक गरेको 5 महिना अगाडि 5 महिना अगाडि गाइस 152 डेज अगाडि एक्सपायर भइसकेको रहेछ। त्यसले गर्दाखेरि चाहिँ अब हाम्रोतिर भयो त हामी कसैलाई पे नै गरिदिन्थ्यो। हामी त तर राम्रो मान्छे भएर पे गरेर पनि हाम्रो पनि दोकान छ। हाम्रोमा यस्तो भएको भए गाली खाएर हामीले गर्थ्यो। सो तपाईँहरू पनि एकदम सचेत रहनु होला। यहाँ आउँदा चाहिँ डेट चेक गर्नु, यहाँ मात्रै जहाँ पनि चेक गर्नु मात्रै खानुहोस्। असली बाबाको पेडा भन्दा अब हाम्रो छरछिमेकीहरूलाई प्रसाद त दिनु पर्यो होइन। फर टेस्टी अघिको कोकले स्क्याम दिएदेखि हामीले फेरि अर्को कोक हेरेर खान्छ। यस्तो हुन्छ क्या गाइजहरू, ओरिजिनल कोकमा एक्सपायर नहुने डेट भएकोमा यस्तो निस्किन्छ कि नहुनेमा चाहिँ अनि पानी जस्तो फर्र। हाम्रो बाबालाई चाहिँ फेरि अर्को पनि टिकटकमा एउटा खाना खाने ठाउँ इन्टरीको देख्नु भएको थियो अरे। त्यसको नाम चाहिँ हो दिनेश स्टाफ होटल। अनि फेरि त्यहीँ लिएर आउनु भएको छ। बाबालाई चाहिँ कस्तो टिकटक खालि हेर्नुहुन्छ अनि के ठाउँ देख्नुहुन्छ अनि त्यता जानुपर्छ अरे। अहिले चाहिँ हामी आइपुगेको छौँ दिनेश स्टाफ होटल। बाबा मासु भात खानै भन्दै हुनुहुन्छ। दिनेश होटल शीर्षकाले पम्चौको दिनेश होटलमा आज खाना खाने भइयो। ठिकै अब सुनेका बुझ्थ्यौँ हामीले होइन, टिकटकमा हेरेको थियौँ। यहाँ बक्काइदा पकाउने हो यसले। यति पनि नखानु नसक्ने अरे हौ। बाबा भात कस्तो लाग्यो यहाँको तपाईँलाई? टिकटकमा हेरे जस्तो छ कि छैन? टिकटकमा हेरे जतिकै रहेछ। टिकटकमा त एकदम राम्रो देखेर आएको थियौँ। बाबालाई त्यस्तै लाग्यो अरे। मासु ठिक छ, क्वालिटी खाइदियो। हाम्रो बाबाले बनाउनु जतिको जल छैन होला हो। टिका मान्छेले नै बनाएको तपाईँ हो। आज चाहिँ फेरि मान्छे पाउनु
आज हामी अब ठिकै पर्छ खाना खायौँ कहाँ पाइँदैन भाइ मलाई यो त एकछिनमा सकिन्छ अरे दिनेश चाहिँ को फेरि अघि हामीलाई शङ्का थियो दिनेश भनेको उहाँ नै हो त हालत त हाम्रो त यस्तो भएको छ फाइनली हामी चाहिँ हाम्रो एरियामा आइपुगेको छौँ नत्र आज नेजलको फेरि हामी चाहिँ छौँ अहिले चन्द्रगढी अब हाम्रो घर पुगिन्छ अस्ति 15 मिनटमा स्पिड गयो भने अनि अब हामी चाहिँ अब आजको मेरो ब्लग चाहिँ यति नै रह्यो योपालिको ट्रिपको ब्लग ल बाई गाइज ब्लग सक्यो मेरो अब फेरि अब फेरि अर्को भाइ फेरि अर्को घुमघाम भयो भने फेरि ब्लग बनाएर हाल्ने छु अब 4-5 महिनापछि फेरि कहीँ जान्छौँ होला अनि चाहिँ हामी फेरि प्लानिङमा छौँ यो हाम्रो चाहिँ अब चाहिँ हाम्रो नेक्स्ट ट्रिप चाहिँ हाम्रो इन्टरनेसनल हुनेछ कि सरप्राइज है त्यो चाहिँ तपाईँहरूलाई त्यो चाहिँ अहिले हामी भन्दैनौँ तर त्यो इन्टरनेसनल हुनेछ ल गाइस बाई बाई टेक केयर सी यू इन्टरनेसनल ट्रिपमा है त